यति बेला कान्छीले सागरलाई भेट्टाउन आँटेको छिन्। हो दर्शकबिन, कान्छीले सागरलाई भेट्टाउन आँटेको छिन्। तपाईले यो भिडियो लास्टसम्म हेर्दै हुनुहुन्छ भने माया साथ सपोर्ट दिन नभुल्नुहोला। दर्शकबिन, तपाईहरु कुन ठाउँबाट हुनुहुन्छ कमेन्ट गर्न पनि नभुल्नुहोला। हो दर्शकबिन, सागर र कान्छी बीच के साँच्चै नै भेट नहुने हो त? हो के साँच्चै नै भेट हुने हो त? यही कुरा मनमा जिज्ञासा गर्नुभएको छ भने युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। सागरलाई किन यस्तो सलिनाको मामाले गरे? तपाईहरु यही कुरा जिज्ञासा गर्न चाहनुहुन्छ भने टिकटकमा, फेसबुकमा, युट्युबमा सब्स्क्राइब, लाइक, कमेन्ट गर्न नभुल्नुहोला। हो दर्शकबिन, टाढादेखि हुनुहुन्छ भने यो भिडियो सक्दो भन्दा सक्दो शेयर गर्नुहोला। हो दर्शकबिन, सागर किन यस्तो अवस्थामा आए? कान्छी निर्दोष हुँदा हुँदै पनि किन अरूले कान्छीलाई विधवा बनाए?